कस्तो दामी दिइरहेको छ हेर्नु न मेरो एउटा भिडियो बना अघि नै आउँदाखेरि नै मान्छे वाइल्ड थियो दाइ हामी नोभा क्यान्सल भयो गाइस किनकि हामीले टिकटै पाएन यस्तो फनी लाग्यो मलाई बिचरा टिकट नपाएर यार यो बुढाहरू हामीलाई त कहाँ पाएको पैसा भएन टिकट पाएँ यहाँ जानु कहिले ऐना हेरेको छस् म तसिदेले साथीहरू तसिदेले यहाँ अब वेलकम ब्याक सबैजनालाई अहिले चाहिँ म लगइन गर्दैछु खासमा हामी ठमेल जानलाई हो खै यसो घुमघाम दाइ के काम छ ठमेलमा होइन यसो ठमेल म फर्स्ट टाइम आउँदैछ है यो लभिन मलमा क्रिसमस मलमा पो भाइदिइरहेको छ क्लोज भइसक्यो होला त तर अहिले आइरहेको छ कि तर हामी अघि नै आइपुग्नु पर्ने हो कि तर म आई थिङ्क मेरो विचारमा चाहिँ क्लोज भइसक्यो जस्तो लाग्छ है किनकि म अघि भर्खर उठेर आएको क्या गाइस लाइक लगभग 5 बजीतिर उठ्यो अनि यतिकै निस्केको अब लभिन मलमा छु किन मलाई पनि थाहा छैन सो यतिकै आयो फिल्म हेर्न आएको जेरी अन टप सो अहिले हामी जेरी अन टप लिफ्ट चाहिँ चलेको छैन त के हो त छैन हो यतिकै ट्याङ सो अहिले चाहिँ हामी यसरी लिफ्टमा छुट्टै मजा आइरहेको छ तर लिफ्ट पनि चलेको छैन तर यहाँ फेरि मेरो छुट्टै एउटा कहानी छ के कहानी कस्तो कहानी त्यो कहानी सम्झिन सक्छ मेरो फेभरेट जुत्ता है दाइ यो ओजी ओनिसिका टाइगर बवाल लाग्छ नि त यार टाइगर यो पर्फ्युमहरू नाम सुन्दा मात्रै आहा ओहो भन्छ कि पर्फ्युम के सो यस्तो छ लभिन मल सो यति राति पनि खुल्ला हुन्छ र दाइ लभिन मलमा खुल्ला हुन्छ त्यो अनमोल केसीको एउटा फिल्म थियो त के अरे नाम मेरो हजुर 3 यहीँ सुटिङ भएको थियो नि तपाईँलाई थाहा छ छैन यसमा उयो क्याफेवाला मेसिनमा सुटिङ भएको थियो क्या अनमोल केसीको के लिफ्ट बवाल छ त दाइ सो वी आर इन लभिन मल हामी चाहिँ मुभी हेर्न आएको जेरी अन टप कस्तो हुँदैछ आज होइन हेर्थ्यौँ भनेर आयो आज हाम्रो नाइट सो छ कस्तो दामी देखेर आयो क्या यहाँ लिफ्ट खोलेन दाइ घरमा बस्दा बोर भयो के गर्ने भयो एकछिन त्यसपछि हामी चाहिँ यहाँ जेरी अन टप खुस वाउ कस्तो दामी दिएको यहाँ हेर्नु तपाईँहरूले यस्तो बवाल दिइरहेछ कि यहाँ लिफ्ट यहाँ हाम्रो सर हेलो हजुरको परिचय मेरो परिचय हेलमेट थाहा तामाङ हाम्रो नाम्चोको सेकेन्ड हलमान त्यही त तपाईँ टाइम यहाँ सोध्नु न रातिको सो छ कि छैन दाइ छैन है ल दिमाग खराब भयो सो अनलाइन त होला नि त पहिला हामी कति बजी नाइट सो छैन है भनेपछि जाउँ त पहिला त हुन्थ्यो नाइट सो छैन मेरो अब सो अब ठमेल जाउँ दाइ अब हामी ठमेल जाने खासमा हामी मुभी हेर्न आएको गाइस तर अनफर्चुनेटली वी आर अनलक्की किनकि अब यो प्लान पनि बाटो हुँदा यताबाट
खासमा हामी जेरी अन टप हेर्न आएको जेरी अन टप नाइट सो छैन अरे अब हामी ठमेल जाने अब ठमेलमा अब यस्तो हल्का फुल्का अब के हुन्छ सो बबाल है गाइस लभिङ मल मान्छेहरू त्यहाँ तल अहिले लभिङ मल पनि क्लोज भइसकेको छ पहिला त नाइट सो पनि हुन्थ्यो तर आज खै के भयो नाइट सो पनि हुँदैन रहेछ आएर थाहा पायो अघि हामी कहाँबाट आएको थिएँ उताबाट होइन अब तपाईँहरूलाई ठमेलको स्थिति देखाउँछु म आज अपर्च्युनिटी वी आर अनलक्की अब जनको कन्सर्ट हेर्न जाँदैछ हामी जनको कस्तो हुन्छ एक्चुअली हेरौँ त्यहाँदेखि टिकट पाउँछ कि पाउँदैन सो पायो भने जनकोमै जान्छु पाएन भने त हामी अब यताउति नपाएर हुन्छ नपाएर काँसुको पाउँछ हामीलाई चाहिन्छ होइन दाइ अब के भन्छ स्माइल दाइ टिकटक गर्ने रहेछ यो टिकटक गर्ने रहेछ के तल जे हेर्दा पनि आमा यो किनौँ जस्तो लाग्छ भने त साँच्ची भन्नु भने ल त्यस्तो मान्छेको जिन्दगी जस्तै हो जेदेखि नि मन परिहाल्ने कि है लिफ्ट पनि चलेन भने हिँड्न नि मजा नहुने कि सो लाएर अब हामी कहाँ जानु मन छैन हामी चाहिँ अब बबाल छ है लभिङ मल देख्न सक्नुहुन्छ यस्तो मास्तिर हेर्नु न माथिदेखि आमामा बबाल दिँदा चाहिँ सो फेस हामी अनफर्चुनेटली वी आर अनलक्की भनौँ है दाइ हामीलाई यो के खासमा मलाई अनमोल केसी मनै पर्दैन क्या दाइ खासमा मलाई नहेरे भनेर रहेछ क्या त्यही हो र हामीलाई नहेऱ्यो भनेको क्या दाइ चाहिँ हामी ठमेल जानुपर्ने हुन्छ अब आज मुभीहरू पनि नाइट सो पनि छैन रहेछ आज किनकिन है त्यही भएर अब हामी यसो ठमेलतिर अब यसो आज जहाँ जे पाउँछ त्यही गर्ने आज जे पाउँछ त्यही गर्ने अरे है दाइ र मैले त आज त्यही डिसिजन लिइसक्यो आज त्यहाँदेखि जनको पनि हामीले पाउँदैनौँ जति पनि लगाइरहेको छ तर पनि त्यहाँ सोल्ड आउट एभ्रिथिङ सोल्ड आउट भइसकेको सुनेको थियो अब मैले बुझ्दा तर रिक्वेस्ट गर्नु भने हुन्छ थाक मान्छे रिक्वेस्ट गर्नुपर्छ हामीलाई पछि के गर्ने त अनि भइसक्यो सो अब देखाउँछ आज के गर्छ हामी हुन्छ है आज केही रोकटोक छैन क्या अन्त्यसम्म हेर्नु होला है केही नराम्रो शब्द बोलेमा नराम्रो भएमा है आइ एम रियली सरी गाइज सो वी आर नाउ इन थमेल नाइट लाइफ यहाँतिर अब बबाल हुन्छ मान्छेहरू अहिले निस्किन आइसक्यो रिक्सा बबाल हुँदैछ पनि छेवा मान्छेहरू एक राउन्ड हान्नु मैले मिलेर बाइकमै स्कुटरमै यो रातमा मान्छेहरू तर बबाल सो तर आज कस्तो भन्नु हामी के हुने मलाई केही थाहा छैन सो भिडियो लाउँदैसम्म हेर्नु होला अल्छी लगाइरहेछ त्यही बोल्नु नि मन लाग्छ नि तर चिसो भइरहेछ तर लास्ट जाडो छ त्यही माथि एउटा सर्ट मात्रै लगाएर आएको त्यो डन्ठीमा हात डन्ठा बोकेर हिँडिरहेछ त एलओडी नजानेलाई के त्यहाँ त कोही पनि हुँदैन के जान्छ त सो ठमेल नाइट लाइफ यस्तो छ है रातभरि मान्छेहरू
ओके 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 Oh my god, मेरो ढाड एक्लो यो रातमा एक्लो सासमा अहिले चाहिँ हामी ठ्याक्क पर्पल हेजनिर आइपुग्यो है आज कि पर्पल हेज खाली हो क्या आज पर्पल हेज आज पर्पल हेज खाली जस्तै छ भित्र पार्किङ गरिदिउँ है कता पार्किङ गर्दै ओके खराब यो बुढाले जहिले ल्याङ गर्छ यार पार्किङ गर्नुको लागि यस्तै छ क्या यो बुढा सो अहिले हामी कहाँ जाने यता जाने एकछिन त्यहाँ नोभामा गएर हामी नोभा जाने नोभा टिकट बुझ्नु न ल अहिले चाहिँ हामी ठ्याक्क नोभामा जानु लाग्यो नोभामा कस्तो भइरहेछ यस्तो क्राउड बुझ्नुपर्ने हुन्छ त्यही हो आज हामी जनको कन्सर्ट हेर्न आएको हो आजमा चाहिँ पाउँछ कि पाउँदैन एक्चुअली बुझ्नुपर्ने हुन्छ के हुन्छ एक्चुअली हेर्नुपर्ने हुन्छ त्यही भएर तर नाइटमा आज बबाल दिइरहेछ यार नाइट भ्यू तर थमेलमा चाहिँ रातिको लागि चाहिँ बेस्ट हो क्या है तर आज सेनेटमा गयो भने फ्री एन्ट्री हुन्छ आज चाहिँ फ्री एन्ट्री नै हुन्छ के हो छोडिदिनु त्यो चोट लागेछ कि दाइ ल उड्न सकेको छैन हौ त्यो उड्न सकेको छैन हो छोडिदिनु आएकै छैन त आएकै छैन दाइ दुइटै आएकै छैन दाइ कस्तो आएकै थियो म हेरेँ मलाई पो भयो त्यहाँ ह्याप्पीले मारिदिन्छ घरमा सो नाइट बबाल हुँदैछ त्यो अघि त्यो परिवार आँखा हेरेर त मेरो आँखा पो त्यो ऊ हेरेर कस्तो मेरो आँखा पो त्यो ऊ भयो क्या ठिकै छ हामी बबाल रमाइलो गर्नुपर्छ आयो तर हामीले टिकट पाउने कि नपाउने हो मान्छेहरू वाइल्ड छ बबाल किन बन्द गरेर चाहिँ मेरो काम भन्दाखेरि ओहो आज होइन नि त मान्छे के बिरी मान्छे हो भने आज त मुस्किलले पनि हामीले भित्र जान पाउँदैन जस्तो छ हो त के हो आज त आमा जोनको म त के दिनु पर्यो गाइस आमामा आज त के हो दाइ मान्छे त के हो दाइ आज त अघि नै आउँदाखेरि नै मान्छे वाइल्ड थियो दाइ आज दाइ यता नजाउँ होला त्यस्तै लागिरहेको छ दाइ नजाउँ होला दाइ आज हामी नोभा क्यान्सल भयो गाइस किनकि हामीले टिकटै पाएन टिकट जति अलरेडी सोल्ड आउट भइसकेको छ अब त्यो भिआइपीको 1 लाखबाट माथि मात्रै त्यो प्राइस छ अब भयो हामी सो त्यही हो आज हामी अन्त्य क्लब जान्छ टिकट जति सब सोल्ड आउट भइसकेको छ खासमा पनि अनलाइन काटेर मैले त्यही भएर सो त्यही हो अब हामी कहाँ जाँदैछौँ भन्दाखेरि यसो एक राउन्ड हामी बुझ्यौँ है दाइ त्यो हामी मान्छेहरू हो हामी
तर त्यहाँ आज कसम होइन एलओडी त खाडी पऱ्यो होला खडेरी परिरह होला आज त साँच्ची यो बुढाहरू आज यस्तो फनी लाग्यो मलाई बिचरा यार टिकट नपाएर यार यो बुढाहरू यो 3जना बुढाहरू देखेको चाहिँ तपाईँहरूले होइन यस्तो के भन्नु पर्यो ल यो बुढाहरूले 3जना बुढाले यस्तोमा हामीलाई चाहिँ कहाँ पाएको छ पैसा पैसा भयो भने मान्छे टिकट पाएँ यहाँ जाने हो टिकट त सबै सोल्ड आउट कहाँ मङ्की मङ्की स्टेल राम्रो पाउँछ अहिले पछि जाउँला नि त हामी पहिला एकछिन रमाइलो गरौँ त्यसपछि आएर पछि जाउँला नि त उता जाउँ न त कता सुगर केटिएम ल त्यहाँ यसो हेर्न जाउँ न त त्यहाँको माहौल एकचोटि हामी सुगर केटिएम जान्छौँ अब कस्तो छ त्यसमा आज हामी वी आर जस्ट अनलक्की टुडे सो कहाँ जाने अब हामी कहाँ लाखको बिटा भएर पनि काम लाग्ने बुढाहरू त्यो 3जना बुढोले क्या नि समटाइम्स बिचरा यार यत्रो पैसा भएको मान्छेहरूले त टिकट पाएन गाइस होइन हामीले त खोया पाउने त्यहाँ हामीले पावर लाउन सकेन होइन सो टिकट इज अलरेडी सोल्ड आउट केही भन्न सक्दैन डबल दिन्छु भन्दा पनि नमाने है के हो यहाँ चाहिँ जाउँ न त हामी पनि भित्र यसो जाउँ न त अफ्रिकन एयरबाट नो भाइ कहाँ छ त अनि तैँले म त्यस्तो लाग्यो त्यस्तो लाग्छ म हेर्दा माथिदेखि मुनिसम्म हेर्दा त्यस्तो लाग्छ खै माथिदेखि मुनि हेर्दा त त्यस्तै लाग्छ हो यहाँ पनि दामी छ कहाँ के त्यो क्याफे अहिले पछि जाउँला क्या त्यहाँ अहिले हामी सिर्फ इन्जोय गर्ने जस्ट सुगर केटिएमको त हो उता हो नि मुझे कहाँ यता हेर तपाईँले यता ल्याएको नि कस्तो म त्यत्रो पैसावालाहरूले त त्यहाँ टिकट पाएन भनेपछि हामीले त अब के पाउला त है त्यस्तो होइन भाइ त्यस्तो बेला उनीहरूको पैसा त काम लागेन भने चाहिँ अब हामीले एभ्रिथिङ इज मनी बट एभ्रिथिङ इज नट मनी कस्तो एभ्रिथिङ इज बट नट मनी कहाँ हो पैसा बिना जिन्दगी चल्दैन जिन्दगी बिना पैसा के कहाँ हो भनेको के सुगर केटिएम चाहिँ हामी जानुपर्ने चाहिँ यताबाट जहाँ पनि हुन्छ त्यहाँ चाहिँ रमाइलो भइरहेको होला नि त छैन भने के भन्नुभयो पर्दैन ब्रो हामी त्यस्तो क्याटेगोरीमा पढ्ने मान्छे होइन कि ल हामी जस्ट पार्टी गर्न मान्छे हो होइन यस्तो बतुर मान्छेहरू बिचार हो भन्नु आउँछ यार दिमागै छैन सो माथि झिलिमिलीमा पनि गयो तर त्यहाँ पनि काम लागेन यो मान्छेहरू पनि टिकट नपाएरै फर्किरहेको क्या सबजना जन्कोमै गयो अब यसमा यो ठाउँ पनि राम्रै छ बबालेश्वर हामीलाई सिटै पाएन यार गाइस सो वी आर इन पर्पलेस गाई कस्तो भइरहेछ हावामा जसको शक्ति उसकै भक्ति नै अब दाइ
बोलेछ अरे यतिकै बस्नु पर्यो गाइस कहाँ बस्नु इङ्ग्लिस गीत मात्रै गाइरहेको छु मजा Yes, let's start this local backstage with our very, very first performer, Mr. Moyan Yonchon, backstage please. So welcome to EXO guys. Five minutes later. सो साथीहरु आज हामी भाइको भ्लगमा छौं म चाहिँ रनित राई उ चाहिँ प्रज्वल शर्मा लिम्बू बोल्दा के छिसिलो पुसिलो ओके थ्यांक यू अनि यता चाहिँ हाम्रो छ साङ्गेन राई अनि यो चाहिँ को कुकुर हो र्यालडोग यस नमस्ते दाइ दाइलाई नमस्ते छ यो भाइ चाहिँ च्यानलको साउ हो अनि सो हा कस्तो राम्रो हो खलासी जस्तै देखेको छ कहिले ऐना हेरेछस् म किन बसमा जा हौ बरु त ढोकाम झुटिदै तँलाई कहिले ऐना हेरे म किन यस्तो लाग्दैन है ल चेयर्स हान्दिउँ न ल युट्युबरसँग चेयर्स हालेर ल दाइ चेयर्स चेयर्स दाइसँग ल दाइ चेयर्स ल ठिक छ भने भइहाल्छ समटाइम्स दिनुपर्छ त कस्टमरले ब्रेक त लिएकै थिए 5 मिनेट ब्रेक भयो म त्यो पञ्चे बाजा सुरु बाजा हो क्या साइडको सन्नाइ सेनाइ अलिक बाजा हुन्छ अघि टोपी लाउँदा कस्तो कमेडी देख्यो त्यो बेस दिनु हो क्या त्यसमा त्यो टोपी लाम त फेरि भिडियो खिच्ने खै देऊ त भाइ तसिदेले साथीहरु तसिदेले यहाँ अब हाम्रो साथीले केही शब्दहरु भन्न चाहन्छ कौन है ये लोग कहाँ से आते हैं भन्नुस् त ओइ मै भाषामा आउँछ त अनि किम्बल हो नि त साथी ओके लु भन अब साथी मा चाहिँ भर्खर भुटाङबाट आएको अनि त्यसपछि हाती झारेको थिएँ अनि त्यसपछि चाहिँ अब यहाँ काठमाडौँ आएर बस्न पाउनु धेरै खुसी धन्यवाद क्यान्सर हान्थ्यो तपाईँ बाटो भेट्यो पढ्न आँटिरहेको छु त त्यो त है ठुलो रिजन होला नि त भाइ त्यसमा त होइन शान्तिले रिजनले त मान्छे फेरि गर्दैन ल 3-4 वर्ष 5-6 वर्ष ठिकै छ ग्याप हो पढिन्छ भन्नुहुन्छ नभए यो टाइममा त विदेश जाने कमाउने खालको हुन्छ नि त तर गर्नुपर्ने रहेछ भन्ने एउटा चाहिँ हेर्नुपर्दो रहेछ के गरे यो पनि त वर्षमा 3 हप्ता त घर बस्छ वर्षमा म पहिला घरमै हो तिमीले देख्यौ मलाई एकचोटि घर 4 वर्ष मैले 3 चोटि भेटेँ त्यही झिनिकै छट्टा आउने छट्टा जाने थियो नि त मेरो स्टाइल होइन घरमा त्यहीबाट लिएको दामी देखिरहेको छ
नभए त मरिहाल्छ नि जहाँहरू पनि एक्टिभ छ हुन्छ नि तामाले भने मुलाले अब चाहिँ हामी निस्केको हामी कहाँ जानु त हामी ओके हामी इमाडोल अब सिधै इमाडोलमा भेट्छौँ होइन दाइ हो भाइ हामी भाइ इमाडोलमा भेट्छौँ अब बोजबुरी अनि मेरो हेलमेट चाहिँ यो भाइले बोक्छ है ओके तपाईँलाई त टोपीले त भोपाल सुहाउँछ त अनि हो हो तसिदले छोजुन ल अति भन्ने गर्दै भगमा म चाहिँ एनर्जी वाइल्ड दिने हो क्या म चाहिँ यो समाउनु त दाइ यो समाउनु त म जुत्ता लाउँछु छिमेले म चाहिँ गरिमाले कस्तो एनर्जी दिन्छ म चाहिँ दाइ यो समाउनु त म चाहिँ ओए छाता कसको हो ओके गाइस फाइनली अब हामी जाँदैछौँ इमाडोल ओ इमाडोल कहाँ जाने रे बोजपोखरी इमाडोल बजु पोखरी ल केटा हिँड चाँडो हिँड पानी पर्यो ओ यो ठाउँको नाम भन्दे त यो ठाउँको नाम भन्दे त यो ठाउँको नाम नेवा फाल्सा हो यो चाहिँ सानागाउँमा रहेको छ सानागाउँ ललितपुर अनि यो चाहिँ हाम्रो भूतपूर्व रोजी म्याम जो हामीलाई स्कुलमा हुँदा डन बस्कोमा पढाउनु हुन्थ्यो तपाईँहरू सबैजनालाई आउनु पर्यो है यहाँ खाल्सामा आउनु पर्यो है रमाइलो छ मेरो पनि फर्स्ट टाइम हो यहाँ चाहिँ भाइ नेवारी सेट मात्रै हो नेवारी सेट बगाए फाइनल्ली खाजाको चाहिँ एकदम मिठो लाग्यो मलाई चाहिँ भने किचनदेखि यो चाहिँ हाम्रो के अरे फाल्साको किचन हाम्रो सेफ अङ्कलजी ल सबले सब्सक्राइब हानिदिनु है दाइ दाइ सब्सक्राइब है दाइ खै दाइ मोबाइल निकालौँ दाइ एउटा सब्सक्राइब भनौँ ल एउटा केही भनिदिनु त दाइ यो 1 लाख फाल्साको सब्सक्राइब बारेमा पुग्नु पऱ्यो दाइ 30,000 मात्रै छ के भन्नु 40,000 पुग्न आँटेछ अब तपाईँको सपोर्टले यहाँ ल दाइले एक सब्सक्राइब हाल्छ 5,000 त्यतिकै थप होइन यो फाल्साको बारेमा भनिदिउँ ल नयाँ भिडियो खिच्दा प्लिज हामी पार्टी हान्न आउनुलाई अन बजेट सकिने 10,000 रुपियाँ सकिन्छ तर 10,000 मा 10,000 खान मिल्छ 10,000 को 10,000 खानु मिल्छ अरू ठाउँमा 10,000 को 3,000 को खान मिल्छ अरू ठाउँमा छ तर यहाँ चाहिँ जति पैसा खर्च गर्यो त्यतिको वर्थ इट छ है ल बेस्ट प्लेस टु ह्याङ आउट इज नेवा फाल्सा इन यो चाहिँ हाम्रो किचन हाम्रो मेन सेफ दाई हुनुहुन्छ आज खाना खाँदै हुनुहुन्छ हेलो दाई हाम्रो हेल्पर दाई होला यहाँको होइन यस्तै छ अब हामी कहाँ रे केटा हो बोजु पोखरी हामी बमजन दिदीकोमा बमजन दिदीकोमा सी यु देयर गाइस बाई बाई बाई